तपाईको महिनावारी रोकिसकेका छ, पार्टीगर झिकिसकेका छ भने तपाईको लागि यो भिडियो एकदम महत्त्वपूर्ण हुन सक्छ है। तपाईको हड्डी पनि यसरी कालान्तरमा खोक्रो हुँदै जान सक्छ, बोन लस हुन सक्छ, अस्टियोपोरोसिस हुन सक्छ। नमस्कार, म डाक्टर चेतना। के यस्तो खोक्रोपन हुनुबाट तपाई बच्न सक्नुहुन्छ त? हड्डी बाँचिनबाट के बच्नलाई के उपाय छ त? एकदम छ है। अब तपाईले पहिला के गर्नु पर्यो भने यसलाई अगाडि नै पत्ता लाउनु पर्यो। यसको लागि एउटा टेस्ट छ, बोन मिनरल डेन्सिटी स्क्यान भनेर। यसलाई समयमै तपाई गर्नु पर्यो। महिनावारी रोकेको 3 वर्षभित्र यो स्क्यान गरिसक्नुपर्छ। तपाईको लाइफस्टाइल तपाई चेन्ज गर्नु पर्यो। यसको लागि एउटा इम्पोर्टेन्ट एक्सरसाइज भनेको जिम ट्रेनिङ, फलाम उचाल्ने, रेजिस्टेन्स ट्रेनिङ, स्ट्रेन्थ ट्रेनिङ भन्छौँ यसलाई। तपाईले तपाईको खानपान पनि सुधार्नुपर्छ। तपाईको डायटमा बढी मात्रामा प्रोटिन हुन पर्यो हैन। तपाईको क्याल्सियम लेभल, डी लेभल पनि तपाईको नर्मलमा तपाई मेन्टेन गर्नु पर्यो हैन। कसैलाई इभन हार्मोन रिप्लेसमेन्ट पनि लिनुपर्ने हुन्छ। तपाई एलिजिबल क्यान्डिडेट हो भने यो पनि दिन मिल्छ है। अब 50% तपाई महिनावारी रोकेका हैन, पाटेगर झिकेका महिलाहरूमा हड्डी कोक्रोपन देखिन सक्छ। अब हड्डी कोक्रोपन इभन केटा मान्छेहरूमा पनि देखिन्छ, तर लेडिजहरूमा यो केस बढी देखिन्छ है त। 80% लेडिजहरूमै कोक्रोपन देखिन्छ, 4 गुणा बढी लेडिजहरूमा कोक्रोपन देखिन्छ। किनभने महिनावारी रोकिसकेपछि, पाटेगर झिकिसकेपछि इस्ट्रोजन हार्मोनको कमीले गर्दा बोन लस हुँदै जान्छ, छिटो ऱ्यापिड बोन लस हुँदै जान्छ। यो सबै उपायहरू तपाई समयमै अपनाउनुस्, तपाई पूर्ण रूपमा यो समस्याबाट बच्न सक्नुहुन्छ है। नमस्कार।